सकेसम्म होटलमा राख्ने होइन भन्छु म चाहिँ। पढाइको लागि मात्रै सोच्ने, अरू चिज नसोच्ने है। बच्चाहरूको साइकोलोजीको बारेमा कसैले पनि ध्यान नदिने हुनाले धेरै घटनाहरू घटेका छन्। पढाइ मात्रै सबै कुरा हो भन्ने खालको दिमाग, त्यो कुरा चाहिँ दिमागबाट हटाइदिनु पर्ने हुन्छ। नमस्कार, म डाक्टर सीपी सेणाई, केन्द्रीय अध्यक्ष नेपाल मनोचिकित्सक सङ्घ र मनोरोग विशेषज्ञ पनि हो म। आज यो डिप्रेसन रोगको बारेमा अलिकति म बताउँदैछु। धेरै मान्छेहरूमा डिप्रेसन रोग पाइन्छ। यो विश्वव्यापी रूपमा पनि करिब करिब 15 देखि 25% मान्छेमा डिप्रेसन भएको पाइएको छ। डिप्रेसनको कारणहरूमा चाहिँ धेरै कारणहरू छ। काममा सक्सेस नहुनाले अथवा चाहिँ लगातारको क्रोनिक स्ट्रेस, झगडा, अथवा सानो बच्चाको उमेरमा चाहिँ आमाबाट टाढा रहनाले, हर्मोनको गडबडले गर्दाखेरि विभिन्न दुर्व्यसनीहरू कारणले पनि डिप्रेसन हुन्छ। र के लक्षण हुन्छ डिप्रेसनमा भनेर भन्दाखेरि यसो हेर्दाखेरि डिप्रेसन केही पनि होइन जस्तो लाग्छ, तर धेरै बिरामीहरू चाहिँ अर्कै रोग लाग्यो जस्तो भनेर धेरैतिर भौतारिरहेको देखिन्छ। बिरामीलाई सोद्धाखेरि चाहिँ कति बिरामीहरूले चिन्ता लाग्ने, कतिले निद्रा नलाग्ने, कतिले टाउको दुख्ने यस्तो बताउँछन्। मन खुसी हुँदैन, भित्री मन खुसी हुँदैन, यतिसम्म कि मान्छेलाई जुन गरिरहने काम आफूले त्यो कामै गर्न मन नलाग्ने, आफूलाई टाउको भारी हुने, अनि हुँदै गएर बाँच्नै मन नलाग्ने, आफूलाई चाहिँ एकदम नेगेटिभ भ्यू टुवार्ड द सेल्फ वर्ल्ड एन्ड फ्युचर भनेर भन्छ, त्यस्तो खालको हरेक कुराहरू, हरेक इभेन्टलाई नेगेटिभ इभ्यालुएसन गर्ने, यस्तो खालको भइराखेको हुन्छ। केही बिरामीहरूलाई चाहिँ शङ्का जस्तो पनि लाग्छ। यस्ता खालको लक्षण लिएर चाहिँ डिप्रेसनको बिरामीहरू आउँछन्। अब खास गरी अहिलेको यो बच्चाहरूमा चाहिँ के छ भनेर भन्दाखेरि अझै बढी छ बच्चाहरूमा डिप्रेसन है। खास गरी एडोलसेन्स, किशोरी अवस्थाहरूमा अहिलेको यो ओपन वर्ल्ड भनेर भन्छ, सबै कुराहरू हेर्न मिल्ने तर नपाइने है। अब पढाइको स्कुलमा जाँदाखेरिको पनि कम्प्लिकेसन, होस्टेलमा बस्नुपर्ने, अथवा अब बुवा चाहिँ अस्ट्रेलिया, आमा चाहिँ नेपालमा, अर्को भाइ चाहिँ नि युके, अर्को भाइ युएस, यस्तो खालको अहिलेको यो चाहिँ कम्प्लेक्स लाइफस्टाइल भनेर भन्छ। यस्तो खालकोले गर्दाखेरि चाहिँ किशोरीमा पनि त्यसको असर देखिन्छ। र खास गरी किशोरहरूमा अर्को पनि समस्या छ, दुर्व्यसनी। होस्टेलमा बस्यो, एउटाले गाँजा खाइदियो भने अर्काले पनि गाँजा लिने अथवा अरू ड्रग लिने, घरबाट पैसा धेरै मागेर लाने, त्यो ग्रुपमा एउटा अलिकति बदमास भयो भने सबैले सिक्ने, त्यस्तो खालको भएको धेरै पाइन्छ। अभिभावकको रोल असाध्यै धेरै छ। पहिलो कुरो त सकेसम्म होटलमा राख्ने होइन भन्छु म चाहिँ। किनभनेदेखि एउटा चाहिँ आमा बुवाको एट्याचमेन्ट टाढा हुँदो रहेछ कि, घरबाटै पठाउनु राम्रो, तर कहिलेकाहीँ चाहिँ राख्न सकिन्छ, एक्जामको बेलामा राख्न सकिन्छ होइन। अब बाउ एकतिर, आमा एकतिर, बच्चा होस्टेलमा, टिचरले पढाइको लागि मात्रै सोच्ने, अरू चिज नसोच्ने है। बच्चाहरूको साइकोलोजीको बारेमा कसैले पनि ध्यान नदिने हुनाले धेरै घटनाहरू घटेका छन् है। सुसाइडल थटहरू आउने, एटेम्प गर्ने, अथवा पढाइमा चाहिँ कमजोर हुने, अथवा गाँजाहरू अरू दुर्व्यसनीमा फस्ने, यस्तो खालको भइरहेको छ। यो कुरा चाहिँ हरेक अभिभावकले राम्रोसँग सोध्नुपर्ने अवस्था देखिन्छ। अहिले चाहिँ यो स्कुलहरूमा कम्पिटिसन छ, कसको स्कुल राम्रो हुने, कसको नतिजा राम्रो आउने भन्ने खालको छ। त्यसले गर्दाखेरि चाहिँ अननेसरी दबाब जस्तो खालको विद्यार्थीलाई फिलिङ भइरहेको हुन्छ है। पनि टाइम चाहिँ बिहान पनि ट्युसन, बेलुका दिउँसो क्लास, फेरि बेलुका पनि ट्युसन, टाइमै छैन। र केही बच्चाहरूले त्यो धान्नै सक्दैनन्। त्यसले गर्दाखेरि चाहिँ झन् त्यसलाई बच्चाहरूमा चाहिँ मेन्टल समस्या आउन सक्छ, डिप्रेसन भइरहेको हुन्छ, एन्जाइटी भइरहेको हुन्छ, अथवा चाहिँ एकदम एक्जसन खालको चाहिँ भइरहेको हुन्छ, फ्रस्ट्रेसन जस्तो। यसले गर्दाखेरि चाहिँ टिचरको पनि त्यत्तिकै इम्पोर्टेन्ट रोल छ। कुनै बच्चालाई सामान्य गाली गर्दाखेरि भन्नु अलिक कडा बोलिदियो भने केही पनि हुँदैन, कुनै बच्चालाई त्यति मात्रै पनि ठुलो असर पर्छ। र प्यारेन्टको रोल पनि त्यत्तिकै छ। आफ्नो बच्चा कहाँ छ, के छ, पढेको छ कि छैन, उसको चाहिँ साइकोलोजिकल अवस्था कस्तो छ, साथीभाइहरूसँग गफ गराइ छ कि छैन, सबै कुरा बुझ्नु पर्ने हुन्छ। पढाइ मात्रै सबै कुरा हो भन्ने खालको दिमाग, त्यो कुरा चाहिँ दिमागबाट हटाइदिनु पर्ने हुन्छ। त्यसले गर्दाखेरि चाहिँ हाम्रो बच्चाको शारीरिक, मानसिक सबै चिजमा हामी चाहिँ विकास गर्न सकिन्छ।